Hello, Darjeeling. Good afternoon, everyone. So, this is our hometown, and you're watching Sabina Sasankar's video. So, thank you so much for watching, everyone. So, यो चाहिँ हो दार्जिलिङको भ्यू है अनि मैले चाहिँ यहाँनिर माथि छतबाट चाहिँ खिचिरहेको छु आप लोग देख रहे हैं दार्जिलिंग का वेदर अभी कैसा है सो ये देखने वाला है ना सो ये देख क्या बताऊँ मैं ये हमारा ये है ना ये मेरा बेटी जहाँ स्कूल जाती है ये है ये रेड कलर का वो दिख रहे ना आप लोगों को यो रेड कलर को छाना भएको चाहिँ है यो चाहिँ भन्छ मेरो नानीको स्कुल हो है अनि मेरो नानी चाहिँ बिचारा यहाँबाट चाहिँ हैन हामी चाहिँ यो सुमित वेस्ट गेट यो यसको सुमित वेस्ट गेट यो देख्नु हुँदैछ है यसको चाहिँ पछाडिपट्टि बस्छौँ है नन्दीग्राम पनि यो पनि सेम हो है अनि नवीनग्राम चाहिँ सिधा कागझोडा माथि है यतै सुमित होटल हो अनि त्यहाँ अब यहाँबाट चाहिँ मेरो छोरी चाहिँ स्कुल पढ्नु चाहिँ यहाँ जान्छ यहाँनिर यु क्यान सी देख्नुभयो यो चाहिँ जुम गरेर हेरेको है साँझको भ्यू चाहिँ यति दामी भइरहेको छ गाइस सो एकदमै दसैँको फिल भइरहेको छ लाइक पहिला सानोमा हामीलाई हुन्थ्यो नि त्यो फिल चाहिँ अहिले भइरहेको छ सो थ्याङ्क यू फर वाचिङ एभ्रिवान सो अहिलेको वेदर चाहिँ यति दामी छ किनभने जाडो पनि त्यस्तो छैन गरम पनि त्यस्तो छैन ठिकैको छ मिडियम है सो त्यही कारणले गर्दा चाहिँ एकदमै हाम्रो जेनी चाहिँ रातो रातो गाला भइसकेको छ जेनीको चाहिँ बिकज उसलाई चाहिँ घामले चाहिँ टट्टाएछ हो सो थ्याङ्क यू फर वाचिङ एभ्रिवान अनि हाम्रो चाहिँ घर चाहिँ हो मेरो घर चाहिँ अब मेरो माइत घर चाहिँ यहाँबाट जान्छ होइन सो मेरो हस्बेन्डको बुढाको घर चाहिँ हो यो तपाईँले देख्नुहुँदैछ है डाँडा त्यसको पछाडिपट्टि हो ओके गाइस see you again